ल हाम्रो आजको खण्डीकरण भन्ने टपिकमा तपाईहरुले स्वागत छ। ध्यान दिनु होला। अब यस्तो क्वेशन छ, हाम्रो क्वेशन आज के हो, x² + 7x + 10 यसलाई खण्डीकरण गर्नलाई के गर्छौं, सबैभन्दा पहिला यो सुरुको र लास्टको नम्बरहरुलाई ध्यान दिन्छौं। ल हेरौं त, यसको x को अगाडि कुनै नम्बर छैन भने के बुझिन्छ, यसको अगाडि 1 हो भनेर बुझ्ने। 1 छ भने के गर्ने, अब यो पहिलो नम्बर र लास्ट नम्बरलाई के गर्छौं हामी, यता पहिला मल्टिप्लाई गर्छौं। जस्तै यता 1 छ भने 1 * 10 भनेको 10 पुग्यो। अब हेरौं, अब यो यति भइसकेपछि अब दोस्रो भनेको बिचको 7x छ भने अब यसलाई ध्यान दिनुपर्छ। 7x हामीले दुईटा यस्तो नम्बर खोज्नु पर्यो, त्यसको जोड भनेको 7x पुग्नु पर्यो। जस्तै हेर, 5 + 2 भनेको 7 भइदियो, 4 + 3 भनेको 7 भइदियो, अनि त्यस्तै 6 + 1 7 हुन्छ। 7 त पुग्यो, तर हामीले दुईटा यस्ता नम्बर चाहियो कि दुईटाको गुणनफल कति पुग्नु पर्यो, 10 पुग्नु पर्यो। ल त 10 पुर्याउनलाई अब पहिला हामी के गर्छौं, 6 * 1 6 हो त 6 यो मिलेन। त्यस्तै हेर्नुस्, 4 र 3 गरेपछि 4 3 जा 12 यो पनि मिलेन। अर्को लेख्छौं 5 * 2 5 2 जा 10 यो मिल्यो हैन। अब यसैले यता पुट गर्छौं। हेरौं, जस्तै x² + 5 + 2 5 + 2 अनि यो x + 10 यो भइसकेपछि अब यो x ले 5 र 2 सँग मल्टिप्लाई गर्छौं। हेरौं, x² + 5x + 2x + 10 यति भइसकेपछि के गर्छौं, अब यो दुई यति मध्ये के कमन छ हेर। जस्तै यता x² छ, यता 5x छ भने के बुझ्नु, यो x र x यसको कमन छ अनि x कमन लिन्छौं। x कमन लिएपछि के हुन्छ, यो x² लाई x ले डिभाइड गरेपछि दुईटा x बाट यसरी x बाट एउटा x कट्यो भने के बच्छ, एउटा x बच्छ। तसर्थ हेरौं, x + अब एउटा 5x लाई एउटा x ले डिभाइड गरेपछि के हुन्छ, 5 हुन्छ। त्यसैगरी ध्यान देऊ, अब यो 2x र 10 लाई अब यसमा कमन लिनु पर्ने भनेको 2 को टेबल पढ्ने, 2 5 जा 10 हो, 5 पल्ट हुन्छ भने यसको 2 कमन लिने। ल 2 कमन लिएपछि 2x लाई 2 ले डिभाइड गरेपछि x बाँकी बस्यो x। अब यो प्लस को प्लस अनि 10 लाई 2 ले डिभाइड गरेपछि 5 हुन्छ। अब हेर, x + 5 र x + 5 कमन भइसकेपछि यसलाई लेख्ने हो, x + 5 जुन बाँकी हुन्छ त्यसलाई गुणनखण्डको रूपमा लेख्दिनु हो, यो x + 2 भनेको x + 2। यसरी नै गुणनखण्डीकरण गर्न सकिन्छ। ल अब हाम्रो अर्को क्वेशन के छ, x³ + 64 छ भने हामीलाई यो q छ भने यसलाई पनि q गर्न सकिन्छ कि पहिला सोच्ने हो। ल यसको q के हुन्छ भने 4 4 * 4 * 4। ल अनि 4 * 4 * 4 भन्नाले 4 4 जा 16 अनि 16 4 जा 64 हुन्छ। ल यसको पनि q भयो भने हामी यो लेख्छौं। ल हेरौं, x³ + 4 को q गरेपछि यो के को सूत्र भयो भने a³ + b³ को सूत्र भइदियो भने a³ b³ को सूत्र यो हुन्छ। हेरौं, a + b * a² + ab + b² भन्ने सूत्र हुन्छ। यो सूत्र भइसकेपछि के गर्छौं, यो दुईटा यसलाई मानौ a यसलाई मानौ b, a b मानेर यो सूत्र जस्तै भ्यालुहरु हाल्दिन्छौं। जस्तै यसको a³ b³ को सूत्र हुन्छ पहिला a + b, त यसलाई a + b भनेको x + 4 पहिलो लिने x + 4। अब दोस्रोमा हेरौं, a² भनेको x को स्क्वायर भन्नाले x को स्क्वायर प्लस a² अनि माइनस भने माइनस लिऊ। ल माइनस a * b भन्नाले यो a * b भनेको x * 4 हुन्छ। त्यसपछि हेरौं, यो प्लस छ भने प्लस अनि b² भनेको के हो, b भनेको त यो मानेछौ अनि 4 को स्क्वायर भनेको यसरी 4 को स्क्वायर गरेर गर्छौं। अब ध्यान देऊ, यसलाई जस्ताको त्यस्तै लेख्दियौ, x + 4 देन x² माइनस x * 4 भनेको 4x प्लस 4 को स्क्वायर भनेको 16 हो। यस्तो क्वेशनलाई यसरी बनाउन सकिन्छ। ल अब हाम्रो अर्को क्वेशन छ, 3x² + 27x + 60 यस्तो छ भने के गर्छौ, पहिला यो x को स्क्वायर को अगाडि जुन नम्बर हुन्छ यता कति छ, कुन डिजिट छ 3 अनि 3 अनि 60 को के गर्छौ, पहिलो र लास्टको मल्टिप्लाई गर्छौ। जस्तै हेर, 60 * 3 भनेको 180 त पुग्यो। अब यो गरिसकेपछि के गर्ने, बिचको जुन 27x छ, अब 27 मा
कुन दुईटा डिजिट जोडेर अथवा घटाएर 27 पुर्याउन सकिन्छ। जस्तै यता लिन्छौँ 12 + 15 यति भइदियो। त्यस्तै भन्दाखेरि अब 20 + 7 लिँदा पनि यति पुग्छन्। अनि 16 + 11 जोड्यौँ भने 16 पुग्छ। यसरी भन्दाखेरि 25 + 2 जोड्दाखेरि 27 पुग्छ। यति भइसकेपछि के गर्छौँ, पहिलो र दोस्रो नम्बरलाई पहिला मल्टिप्लाई गर्छौँ। ल यस फर्स्टै ट्राई गर्छौँ। अनि 12 × 15 12 × 15 भनेको 15 अथवा 12 पनि भन्न सक्यो। 215 15 × 10 गरेपछि 150 भयो। अनि 15 2 जा 30 भनेको 180। ल 180 पुग्यो भने हामी सुरुकै डिजिट लिन्छौँ 12 + 15 अथवा 15 + 12 लेख्छौँ। ल जस्तै हेरौँ 3x² + 15 + 12x + 60। ल यति भइसकेपछि के गर्छौँ, अब यो एक्सले दुइटैलाई मल्टिप्लाई गरिदिन्छौँ। अनि 3x² + 15x + 12x + 60। अब यति भइसकेपछि ध्यान दिनुपर्ने कुरो के छ, यो दुइटामा कमन के छ हेरौँ। यता x छ, यता x² छ भने यो पनि कमन भयो। अब 3 को टेबल पढौँ त 3 5 जा 15 हो। यसमा 3 कमन छ किनभने 3 को टेबल यसमा गइरहेछ हो। त्यसै भएर यसमा के कमन लिन्छौँ, 3 र x। 3x कमन लिइसकेपछि के हुन्छ, 3x² लाई 3x ले डिभाइड गरेपछि 3 3 कट्यो, x यो पनि कट्यो भने एउटा x बाँकी बच्यो भने x। त्यस्तै हेरौँ 15x लाई 3x ले डिभाइड गरेपछि x क्यान्सल, 3 5 जा 15 भनेको 5। त्यस्तै हेरौँ यो पनि प्लस हो, प्लस हो भने प्लस नै कमन लिन्छौँ प्लस। अब यो दुइटामा कमन लिनुपर्ने कुरो के छ भनेर ध्यान देऊ। ल ध्यान देऊ 12 को टेबल पढ्ने, 12 को टेबलमा 60 पुग्छ कि पुग्दैन। 12 1 जा 12, 12 5 जा 60, 60 पुग्छ भने 12 यसमा कमन भइदियो। ल 12 कमन लिइसकेपछि 12x लाई 12 ले डिभाइड गरेपछि x बाँकी बच्यो भने x हुन्छ। त्यस्तै अब 60 लाई 12 ले डिभाइड गरेपछि 60 डिभाइडेड बाई 12 भनेको 12 5 जा 50 हो किन 5 आइदियो। ल यति आइसकेपछि यो र यो के हुन्छ, कमन भयो। सेम भएपछि कमन हुन्छ। अनि x + 5 देन बाँकीलाई गुणनखण्डको रूपमा लेखिदिन्छौँ 3x + 12 हो। यसरी नै खण्डीकरण बनाउन सकिन्छ। नेक्स्ट क्वेसन के छ, x³ + 6² - 4x - 24 छ भने ध्यान दिएर यसलाई गर्नुपर्ने तरिका। यसलाई सबैभन्दा पहिला यो देखाउँ हेरौँ त x³ + 6² र -4x र -24 लाई एकातिर हालिदिउँ। जस्तै x³ + 6x² लाई यसरी गरिदिने। अनि यसमा हेर त प्लस यसमा यता प्लसले चाहिँ केही फरक पर्छ, प्लस माइनस माइनस नै हुने हो आखिरमा होइन हो। त प्लस लिन्छौँ। ल प्लस मल्टिप्लाई यो जस्ताको त्यस्तै -4x - 24। ल यति भइसकेपछि यो दुइटामा कमन हेर्ने, यो दुइटामा कमन भनेको यता 6x³ हो र यो साइडमा 6² हो। स्क्वायर यता क्यू हो भने यसमा x² कमन हुन्छ। अनि यसरी लिने x² कमन लिइसकेपछि के हुन्छ, x³ डिभाइडेड बाई x²। अब यो दुइटा गर्छ भने कतिवटा बाँकी बस्छ, एउटा त x। अब हेर 6x² लाई अब यो तल जुन x² छ यसलाई डिभाइड गरेपछि के हुन्छ, 6 मात्र बाँकी बस्छ। अनि 6। अब हेरौँ यसमा -4x छ र -24 छ भने यो 4 को टेबलमा 24 पर्छ कि पर्दैन। 4 1 जा 4, 4 6 जा 24 हो। 6 पल्टामा पुग्छ भने यो माइनस छैन। अनि -4 नै कमन ल्याउँदा यता के हुन्छ, त्यो प्लस माइनस भनेको माइनस नै हुन्छ। अनि -4 कमन लिएपछि के हुन्छ, -4x डिभाइडेड बाई -4 गरेपछि के हुन्छ, x बाँकी बच्यो अनि x। अब त्यस्तै -24 लाई -4 ले डिभाइड गरेपछि यो माइनस माइनस क्रस अनि 4 6 जा 24 6 भइदियो। अब यो x + 6 कमन हुन्छ भने x + 6 बाँकी हुनेलाई के गरौँ, गुणनखण्डको रूपमा लेखिदिउँ इन्टु x² - 4। अब यतिले मात्र भएन, यता ध्यान देऊ त यो x² यो 4 छ, यसलाई अझै टुक्राउन सकिन्छ। जस्तै अब यसलाई अर्को सूत्रमा लगाऊ। जस्तै x + 6 मल्टिप्लाईमा के गर्नेलाई x को स्क्वायर गर्न सकिन्छ। अनि यो -4 छ भने यसलाई 2 को स्क्वायर गर्न सकिन्छ हो। अब यो भनेको के हो, a² - b² को सूत्र भयो। यो भनेको a + b a - b हुन्छ। ल यसलाई फेरि अब यो दुईटाको रूपमा टुक्राइदियो। जो जस्ताको त्यस्तै x + 6 देन यसलाई टुक्राइदिउँ त x + 2 अनि अर्को के हुन्छ x - 2 हो। यस्तो क्वेसन आएपछि यसरी सल्भ गर्न सकिन्छ।
नेक्स्ट क्वेसन के छ एम स्क्वायर प्लस एम माइनस 6। अब हेर मैले के भन्थ्यो सुरुको र लास्टकोलाई मल्टिप्लाई गर्ने भनेको यसको अगाडि केही छैन भनेको 1 हो त 1 × 6 भनेको 6। ल हेर यसको अगाडि पनि केही छैन भने के बुझ्नु 1 हो भनेर बुझ्नुपर्छ। ल अब हामीले दुईटा यस्तो नम्बर खोज्नु पर्यो कि त्यसको जोड त पुग्दैन नि 1 हो त सर्त के गर्ने दुईटा यस्तो नम्बर खोज्नु पर्यो कि त्यसको घटाउ गरेर के पुर्याउन सकिन्छ 1। त्यस्तै 1 पुर्याउन जस्तै हेर 5 बाट 4 गयो भने 1 पुग्छ, 3 बाट 2 गयो भने 1 पुग्छ। अझै नम्बरहरू छ त हामीले ल यति नै दुईटा ल्याऊ। अब देऊ कुन दुईटा नम्बरमा मल्टिप्लाई भनेको 6 पुग्दो रहेछ 3 2 जा 6 यो पुग्छ भने के गर्छौ यो लिन्छौ। त ल यसलाई यस्ता लेख्दिऊ एम स्क्वायर प्लस 3 माइनस 2 अनि यो एम माइनस 6 एम स्क्वायर यो भइसकेपछि प्लसको अनि प्लस। अब यो एमले के गर्छ यो भित्रको दुईटै नम्बरलाई मल्टिप्लाई गर्छ भने 3m यो माइनसको माइनस अनि यो 2 र m मल्टिप्लाई गरेपछि 2m माइनस 6। यति भइसकेपछि अब यो दुईटालाई कमन ल्याऊ। यसमा के छ यता एम स्क्वायर छ यता एम छ भने एम कमन हुन्छ। ल एम कमन लिइसकेपछि एम स्क्वायरलाई डिभाइडेड बाई एम गरेपछि के हुन्छ एम प्लसको प्लस अनि 3m लाई m ले डिभाइड गरेपछि के हुन्छ एम 3। अब हेरौँ यो 2 छ 6 छ 2 को टेबलमा 6 आउँछ 2 1 जा 2 2 3 जा 6 हुन्छ भने यसमा 2 कमन लिन सक्यो। हेर अब 2 मात्रै हैन यता माइनस छ यता माइनस 2 नै कमन हुन्छ। ल माइनस 2 कमन लिएपछि के हुन्छ अब यो माइनस 2m लाई कतिले डिभाइड गर्नु छ भने माइनस 2 ले डिभाइड गर्नु छ भने माइनस 2 कटियो भने बाँकी के बच्यो यम एम। अब यो माइनस 6 लाई फेरि यो माइनस 2 ले डिभाइड गर्यो भने कति हुन्छ माइनस 2 माइनस 6 गरेपछि 2 3 जा 6 बाँकी बस्यो 3 बाँकी बस्यो। ल अब 3 लेख्छौँ यो र यो भनेको हाम्रो कमन भइदियो अनि m प्लस 3 यो बाँकी गुणनखण्डलाई लेख्छौँ बाँकीलाई गुणनखण्डको रूपमा m माइनस 2 हो। यस्तो क्वेसनहरूलाई यसरी नै सल्भ गर्न सकिन्छ।